नमस्कार नमस्कार लङ टाइम पछि आउँदैछु ब्लगमा सबैजनालाई नमस्कार एन्ड मेरी क्रिसमस सबैजनालाई आज चाहिँ टक्क लाएर फ्यामिली वाइफ छोरी छोरा सब मोमो खाइन्छ आज त ल हेलो हेलो के छ नमस्ते गटौ नमस्ते हेलो 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 ल नाच्दै आदै टङ 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 आई ल छोरीको नाच यस्तै छ अब चाहिँ मैदा पुस्ने कार्यक्रम टक्क लाएर पानी हाल्ने मैदा यसरी मुस्ने ओहो निरुता तिम्रै राजेश हमार ए निरुता हैन नि त श्री पो हो त तिमी त श्री म तिम्रै राजेश हमार तिमी मिलेन यार साथी म तिम्रै काजीमा भन्नु न या ए श्री म तिम्रै काजीमा छ्या स्वर त छ्या 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 मोमो कस्तो थरी थरी बनाउनु भएको थरी थरीको बनाएको कति थरी छोरीले बनाउने छोरीले डल्लो मात्रै बनाएको छ मैले पेल्छु अब यता महाराजनीले फेरि मोमो टक्क डल्लो गरेर बनाउनुहुन्छ ल अब अहिले खाने बेला देखाउँछ अब डाइरेक्ट खाने बेला ल अब सुरु मोमो ल अब चाहिँ सुरु बल्ल सुरु भयो अघि चाहिँ सुरुमा टेस्ट गरेको थियो सुरुको टेस्ट कतिको मिठो छ भनेर ल अब चाहिँ खाना सुरु ल हाल्दैछन् मम्मीजीले अब चाहिँ दह्रो खाइन्छ ल ट्याक्क अहिले चाहिँ आफूले कति खाने त्यति मात्रै बनाएको छ
ल हेर न कस्तो मोमोको सेप पनि हेर न अनि फेरि हेर न भित्र जुसी जुसी पनि देख्छ ओहो ल हेर त जुसी जुसी छ नि मोमो जुसी त्यही त नि ए चटनी चाहिँ हामीले टमाटरको नर्मल बनाएको ल हालौँ न हो छिटो यहाँ रयलै चिसिदियो यति यति खाम है कस्तो त्यो त्यो के राख्ने र अर्को यहाँ भनेको हो न हजुर ल हेर्नुहोस् यहाँ पनि अर्को त बनाएर राखेको छ फ्रिजमा राखिसक्यो अब त्यो देखाउनै पर्ने छैन डिप फ्रिजरमा छ ल कति खान्छ छोरीले कति खानु मन मेरी मेरी क्रिसमस जुस ल आमा जुस त ल अब खाइन्छ मेरी क्रिसमस यो छोरो मेरी क्रिसमस हिरोले हेरेछ ल अब चाहिँ खान्छु हो ल यार त मुख पोलेको बिचराको आमा ल ल ल ल ल ल ल मुख पोल्यो गल्सिएको मुख पोल्यो आमा मुख छोपेको न गल्सियो शर्माएर ल अब चाहिँ मोमो सुरु मोमो ल अब चाहिँ मोमो क्वाप क्वाप खाइन्छ होइन यहीँ छोरोले पनि हेर्दैछन् मोमो टक्क आवाज सुरु ल अब चाहिँ चाख्नु पऱ्यो नि है कस्तो हुन्छ अब चाहिँ चाखेँ है त मैले ल ओके तातो छ ओहो कस्तो तातो यार मुखै पोल्यो जिब्रै पोल्यो ले ओहो खै यस्तो यस्तो मोमो त लाइफमा खाएन मैले पनि खाएन लाइफमा मलाई पनि देखाउनु न कस्तो जुसी मोमो यार कसम हट रेस्टुरेन्ट गयो भने 3टा 4वटा मात्रै खान्छु होला मैले यहाँ आमामा यो सिद्धाएर नै अझै छ त्यो पनि सिद्धाउँछ है काजीमानले आज